यो लोकतान्त्रिक राज्य बनाउने अभियानमा तपाईँ सम्पूर्ण झापाली, सम्पूर्ण अर्जुनधारावासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई जोडिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। अन्तमा अर्जुनधारा नगर समितिको यो ऐतिहासिक नगर अधिवेशनको शुभकामना भन्न चाहन्छु। यो अधिवेशनले नगर समितिमा नेतृत्व गर्ने साथीहरूको यहाँको कार्यकालको सफलताको पनि कामना गर्न चाहन्छु। कोशी इन्चार्जका हिसाबमा तपाईहरुले जहिले बोलाउँदा पनि म झापामा आएर तपाईहरुसँग संवाद गरेर तपाईहरुसँग छलफल गरेर नेपालको राजनीतिलाई अगाडि बढाउन म तयार छु। मलाई थाहा छ राजनीति गतिलो नभएसम्म कहाँ केही पनि हुँदैन। समाज रूपान्तरण गर्ने राजनीतिले नै हो। यसर्थ राजनीतिमा खराब पात्रहरूलाई हटाउनुस्, जनताको कुरा बुझ्ने, जनताको मनमा बस्ने, जनता जस्तै हुने, तपाईले जस्तै सोच्ने मान्छेहरूलाई नेता बनाउनुस्। यो नेता भनेको कुनै अर्को भूगोलबाट कहीँबाट आउने कुरा होइन। तपाईसँग तपाईको खेत खलियानमा तपाईसँगै गोरु जोत्ने मान्छेलाई नेता बनाउनुस्, अनि मात्र तपाईको भावना पुग्छ। होइन भने झापाबाट काठमाडौँमा गएर दरबार बनाएर बस्नेहरूलाई तपाईले नेता बनाउनु भयो भने या झापामा गैराती आएको पानी तिनलाई थाहा छैन। गैराती झापामा कत्रो पानी आयो त्यसले कति खेत लग्यो त्यो तिनलाई थाहा हुनेवाला छैन। यति भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको यो अभियान, व्यथिति विरुद्धको यो अभियान, भ्रष्टाचार विरुद्धको अभियान, नेपाली समाज रूपान्तरणको यो अभियानमा हिजो विगतमा 2007 साल ईश्वर प्रसाद कोइरालाको नेतृत्वमा 2036-37 साल मदन भण्डारी, मनमोहन लगायतको नेतृत्वमा भएको वामपन्थी आन्दोलन लगायत सबै आन्दोलनमा साथ दिने झापालीहरूलाई फेरि एकचोटि रवि लामिछानेको नेतृत्वमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको यो सुसंस्कृत राजनीति, व्यथिति विरुद्धको राजनीति, भ्रष्टाचार विरुद्धको राजनीति, लोकतन्त्रलाई स्थापित गर्ने राजनीतिमा यहाँहरू पनि भाग लिइदिनु हुन, हामीलाई साथ दिनुहुन्छ भन्ने विश्वासका साथ पुनः एकचोटि अर्जुनधारा नगर समितिको यो ऐतिहासिक अधिवेशन सफलताको कामना गर्दै आफ्ना भनेर यहीँ टुङ्ग्याउँछु। धन्यवाद।